घरको जेठो छोराले विदेशमा कमाएको पैसा जति सबै आमालाई पठाएपछि, हेलो बाबु, तेरी बहिनीको बिहे गर्नु पर्यो। मलाई 20-25 लाख रुपियाँ जति चाहिन्छ होला। धुमधामसँग बिहे गर्नुपर्छ। अब त कोरिया गएको छस्, अलिअलि गाउँ छरछिमेकमा सानपन त देखाउनु पर्यो नि। त यत्रो कमाउँदै गरेका बेलामा रवाफ देखाउन सकिएन भने कहिले देखाउने? बाबुले तुरुन्त 20-22 लाख रुपियाँ पठाए यहाँ। होइन, विदेश आएको भर्खर 2 महिना हुँदैछ, भर्खर ऋण तिर्दैछु। होइन, अनि 81-25 लाख चाहिँ कहाँदेखि जुटाउनु आमा मैले? त्यही त हुर्काउने, बढाउने, पढाउने, शिक्षा दीक्षा दिने सबै बाबुआमाको कर्तव्य हो। अरूले पनि कति गर्छन्, हामीले पनि त्यसै गऱ्यौँ। अब छोराछोरीले त छोराहरू बढेर हुर्केर कमाउने भइसके पछाडि त त्यही त हो नि। ल म जसरी पैसा म्यानेज गरेर भोलिसम्ममा तपाईँको खातामा हालिदिन्छु। आमालाई भन्न त भनिहालेँ, अब कसरी भेला पार्नु होला 25 लाख? हेलो बाबु, तैँले पठाइदिएको 25 लाखले धुमधाम बिहा गऱ्यौँ हामीले। अझै सरदार बाको 5 लाख रुपियाँ ऋण पनि काटेर गऱ्यौँ। धुमधाम गऱ्यौँ। समाजले नि आहा कति ठुलो बिहे भने, ठुला बडालाई पनि फ्लपै खुवाउने गरेर पो गरियो त बिहे पनि। सबै साथीहरूसँग आइफोन छ, के मेरो दाइ पनि त कोरियामा हुन्छ नि, एउटा मगाइदिनु न। लौ न त लौ, तेरो दाइलाई भनिदिउँला के म। ए बाबु सुन्न, त्यो तल्ला घर रामेका छोराले आइफोन 17 बोक्यो रे। यसलाई पनि मर्न आँट्यो यहाँ दाइलाई भन्दै भनेर। अब त कमाउने ठाउँमा पुगेको छस्, एउटा भाइको इच्छा पुरा गरिदिनु त बा, पठाइदिएन त। हेलो बाबु सुन्न, त्यहाँ तल त्यो हाम्रो आगे खेत थियो नि, त्यो चाहिँ बन्दाईको पैसा फिर्ता गर्न पर्यो रे। त्यो 6 लाख रुपियाँ चाहिएको छ, पठाइदिइहाल त बाबु, त्यो पठाइदिइहाल, त्यसका मुखमा फालिदिइहालौँ। यहाँ आएर सानो तमास गर्दैन, आजै पैसाले भोलि पैसाले दिक्क लागिसक्यो। त्यो जग्गाको लागि 6 लाख रुपियाँ पैसा पठाइदिइहाल। अनि तेरै छोरछोरी त छन् नि यहाँ, यसो दुध खाने एउटा भुइँसी किनिदिनु पर्यो, लाख पर्छ अब अहिले त पैसा। अनि विदेशबाट फर्किएपछि हेर बाबु, त पनि अब विदेशबाट आइस, विदेशमा अब 8-9 वर्ष बसेको पैसा पनि अलिअलि कमाएर ल्याएकै होलास्। अब छुटिएर बस्नु, तेरी बुढी खासै गतिले परिन, सँगै बस्न लायकै छैन। बजारभरि दोकाने पछि ऋण छ अरे। स्कुलमा छोराछोरीको फी नतिरेको 2 वर्ष भयो अरे। बजारमा यसो निस्किँदा मुख देखाइसक्नु छैन, सबैतिर ऋणै ऋण पारेकी छे अरे। अब तैँले विदेशबाट कमाएर ल्याएकै होलास्, यसो तिरोभरो गर्नु। अब कान्छाको पनि बिहे गरिहाल्यो, अब 2 जना दाजुभाइ सँगै बस्न मिल्दैन, अब यो चलेको चलन हो। अब उसको आफू गरी खान्छ उसले। अब हामीसँग त त्यही पुर्ख्यौली सम्पत्ति अलिअलि हो, पछि जोडेको तिमीलाई हुर्काउँदा पढाउँदा सकिहाल्यो। अब हेर्न, छोरीको पनि बिहे गरियो, छोराको पनि बिहे गरियो, त्यतै खर्च भयो मेरो त। अब हामीसँग भएको अलिअलि सम्पत्ति, हाम्रो जिउ हुन्जेली, हामी बाँचुन्जेली यसो हामी भोगचलन गरौँला। यसो पछि रहेछ भने यसो कान्छा छोराले पनि पाउला। अब तैँले त थुप्रो वर्ष विदेश बसिस, बेलेमा कमाइस, तेरो त राम्रै होला, यसको चाहिँ बिजोकै होला जस्तो छ। भोलिदेखि यसो भान्सो छुट्टै घरे हुन्छ है, यसो सोच विचार गरेर यसो तेरी स्वास्नीलाई पनि सोध के भन्छ, अनि छुट्टिएर त्यही मतानमा बसे हुन्छ है बाबु। आमा के भन्नुभएको तपाईँले यस्तो? यो म उता विदेशमा गएको 2 महिना पनि भएको थिएन, तपाईँले छोरीको बिहे गर्ने भनेर 25 लाख माग्नुभयो। बल्ल तल ऋण पान गरेर साथीहरूसँग मागेर भए पनि 25 लाख तपाईँलाई दिए। अनि पछि त्यही ऋण तिर्दै बन्दकी खेत उकास्नु पर्यो भनेर तपाईँले 6 लाख माग्नुभयो। हुन तलु गर्नुपर्छ भनेर मैले तपाईँलाई पठाइदिएँ। अनि भरे फेरि कान्छा छोरालाई आइफोन चाहियो भन्नुभयो, त्यो पनि पठाइदिएँ ऋण तिर्दै। अनि लौन बा तेरो छोरीलाई दुध खान भैँसी चाहियो भन्नुभयो, त्यसको पनि पैसा पठाइदिएँ आमा मैले। अनि भएको जति सबै पैसा तपाईँलाई नै दिँदैछु आमा मैले। अनि अहिले आउँदाखेरि त छुट्टी भन्नुहुन्छ, भरको जति सबै पैसा तपाईँलाई दिएको थिएँ आमा, मसँग एक्लै गरी खाने पैसा पनि छैन। के भन्न खोज्नुभएको आमा तपाईँले? सुनिस कान्छा, तेरो दाजुले धेरै पैसा कमाइसकेछ, हेर त यहाँ मुख चलाएको कसो भन्दैछ। राम। अनि आफ्ना दाजुभाइ दिदी बहिनी घरमा परिवारमा सहयोग नगरेर कसलाई गर्छस् त? हामीले तँलाई विदेश जाँदा पैसा दिएका थिएनौँ, त्यो पैसाको लगानी चाहिँ खोइ त। उतिखेर त्यो पैसा, तँलाई दिएको पैसा, विदेश पठाउने पैसा जमिनमा हालेको भए यतिखेर कति भइसक्थ्यो। आम्मा हेर त कान्छा कसो गर्छ। राम। ठिकै छ आमा। भाइ आइफोन त राम्रो चल्दैछ होला नि, खुसी नै छ छैन त? आमा तपाईँ पनि खुसी नै त हुनुहुन्छ होला नि?
विदेशमा भएका मेरो दाजुभाइहरूलाई एउटा सानो कुरा छ। विदेशमा बल पैसा हुन्जेली दुःख गरेर कमाएको पैसा नेपालमा पठाउँदाखेरि परिवारको अवस्था हेरेरै पठाउनु होला, नत्र फर्कदा हात लागि शून्य हुन्छ।